पोखरा कुन बाटो हो? यताको हो? चेकबाट थियो यता ए ल सुरु गरेँ मैले त्यसरी खाइन्छ हामीले मेरो पाला यो पनि पक्का पोखरा जाने होला पोखरादेखि डेढगाउँ रामपुर जमरा नमस्कार सम्पूर्ण दर्शकहरूले है अब हामी यसो सर अनि म पोखरा जाँदैछौँ र अब हामी डेढगाउँको बाटो हुँदै गइरहेछौँ बाटो एकदम सजिलो छ राम्रो छ भनेर आएको अलिकति अप्ठ्यारै रहेछ यहाँ अब हामी पुग्न लागेका छौँ हेर्नुहोस् त बाटो कस्तो छ सर? बाटो एकदम कहिले नआएको बाटो अलिकति अप्ठ्यारो भइरहेको त्यही त उता पुलपट्टि चाहिँ पिच भेट छ भन्नु क्या पुलपट्टि छ गाउँ त्यहाँ तलसम्म रहेछ बस्ती हेर्न सक्नुहुन्छ यो तनहुँ है पारिपट्टि ओ त कहाँको पानी आयो यहाँ फाइनली यो डेढगाउँको पुल यो के पुल भन्छ बौद्धिकालीको गाउँपालिका भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद ल हेर्नुहोस् त अहिले चाहिँ यो के अरे पानी अलिकति धमिल आइरहेको छ तर यहाँनिर चाहिँ एकदमै कस्तो निलो होइन पानी हुने हो ल साँच्चै नै पिच रहेछ त सर ल पिच रहेछ है ल सर ल ल ठिक छ अनि पानी चाहिँ कहाँबाट आइरहेको छ यहाँ यहाँ खोला जस्तो रहेछ यो चाहिँ पुरानो झोलुङ्गी पुल रहेछ यो पहिला पक्की पुल बन्नुभन्दा अगाडि यही बाटो आउँछ गर्दो रहेछ ल ठिक छ है बस रानी महल ए यो त हाम्रो कालीगण्डकी चोकबाट हिँड्ने बस रहेछ कि यो गाउँ पनि रहेछ खै त्यहाँ के लेखेको थियो मैले पढ्दै उस भयो त राम्रो रहेछ
यस्तो विकास ठाउँमा पनि कस्तो पिच भएको बाटो है। हजुर सर यस्तो डाँडा ओह्रालो छ पिच भने यहाँ नानी दामी हो। हामी कुन केमा आइपुग्यो? डुम्री सोरा छोरा डुम्री सोरा हुन त नेपालको राष्ट्रपतिको जिल्ला हो, गृह जिल्ला हो, हो। त्यही भएर यो हुन यसको एउटा कारण हुनसक्छ। हजुर यस्तो पिच बाटो छ। हामी यो पिच बाटो तपाईँहरूलाई देखाउँदैछौँ, हेर्दै गर्नु होला। आजको यात्रा पोखरसम्म हो। ल है ए यहाँ त रुख सुक्या रहेछ। आमा सालको रुख यो सुकाएको रहेछ सर। हेर्नु त बोक्रा निकालिदिएको रहेछ। आमा हिमाल देख्छ सर। है हामी यहाँ त सानो गाउँमा आइपुग्यौँ। यो अगाडि फुला भनेर लेखेको थियो कि यो गाउँको नाम। आमा ल यहाँबाट त आमा बवाल देखिँदो रहेछ ल है। यही बाटो त आमा हेर्नुहोस् त सर, यहाँ दामी हिमाल देखाइ है। हिमाल देखिएको आमा ए यहाँ त खत्रै युटर्न रहेछ त सर। ओह्रालो रहेछ सर, अगाडि ओह्रालो सिङ्गल छ। फर्स्टचोटि पहिलोचोटि आएको एकदमै आउने इच्छा अगाडिको प्लानिङ होला सर होइन। यता यो बाटो चाहिँ जाने भनेर आज हामी बिहान पनि कुन बाटो जान्छ भइरहेको थियो। बिच बिचमा जेब्रा क्रसिङ पनि राखेको रहेछ। मैले हाम्रो कालीगण्डकी कोरिडोरमा बरु देखेको छैन। ठुलो घर आरसीसी वाला बिल्डिङ घर। यो गाउँ चाहिँ मैले सोचे भन्दा नि फरक रहेछ सर। यो बाटो चाहिँ आमा हेर्नुहोस् त गाउँ। हजुर ए बाख्राहरू पनि चलिरहेको छ। ए हाम्रो घरतिरको बाख्रा भयो उहिले भाग्थ्यो। आमा बजार जस्तै छ त सर। मानपुर है बाटो पोखरा कुन बाटो हो? यताको चेकबाट थियो यता। ए ल मेरो दाइ त्यही गाउँकै स्कुलमा पढाउनु हुन्थ्यो। हजुर अङ्कल पनि त्यही गाउँको हेसर हुन्थ्यो। हजुर अनि म कक्षा 5-6 पढ्ने बेलामा दाइहरू अङ्कलहरू गएको यो यसरी कता स्कुल बेसमा स्कुल आउन पाएँ कस्तो हुन्थ्यो होला भनेर मैले कल्पना गरेको थिएँ कि पहिला। हजुर त्यसपछि मैले साँच्चीकै त्यो एउटा कल्पना लिएर सपना लिएर मैले अघि बढेँ। म अघि बढेँ। घरमा
घर चाहिँ अलिकति सामान्य अवस्था रहे तापनि मैले आफ्नो करियर बनाउनका निम्ति म निकै लागि परेँ। आफै बुझ्ने भएर आफै जान्ने भएर दाइ र बाबा मम्मीको साथ सहयोगमा म यो शिक्षण पेसा रोज्न बाध्य भएँ र अहिले पनि शिक्षण पेसामा आबद्ध छु। यसका साथसाथै थप सफल पाउनका निम्ति हामी आज पोखरा जाँदैछौँ। एउटा काम छ, मिसन छ। त्यो मिसन भोलि थाहा हुन्छ कस्तो हुन्छ त्यो काम हस्, धन्यवाद सर। हजुरको अत्यन्तै राम्रो अनुभव सुन्न पाइयो। अब यो कुरा चाहिँ भावी पुस्ताले पनि होइन अब भाइ बहिनीहरूलाई एकपट्टि अलिकति प्रेरणा मिल्नेछ भन्ने मलाई विश्वास लागेको छ। अब हामी अलिक बाटो अप्ठ्यारो छ, अलिक बोल्न पनि अलिक अप्ठ्यारो भइरहेको छ। अब हामी बिस्तारै बिस्तारै मिलेको ठाउँमा मात्रै बोल्दै जानेछौँ। के गाउँ रहेछ त्यही त धान सुनाउँदो रहेछ, धान पनि रहेछ। त्यही त भैया त भन्थे क्या हो लेसतिर हो कि जस्तो लाग्छ हौ, कताबाट हो? यहाँनिर लेखा रहेछ भिमाद घिरिङ। बाबु पोखरा जाने बाटो यता हो कि यता हो? यतै हो साँच्ची? यहाँ लेखा छ कि सर घिरिङ कता हो? भिमाद यता देखा छ कि भिमाद हुँदै जाने होइन? उता त हाम्रो घिरिङ छोडेर आएको रहेछ होइन? ए उता घिरिङ गाउँपालिका रहेछ। पोखरा कहाँ छ? भिमाद हुँदै ए तल यता देखा छ। यता नि होइन के अरे हजुर जाँदा हुन्छ नि। हुन्छ यति हो नि बाबु। ल थ्याङ्क यू। यहाँ सानो भाइले हामीलाई बाटो देखाइदियो। बाई बाई। ल है पोखरा जाने बाटो यो हो कि होइन? ए ल थ्याङ्क यू। डाँडा हुँदै जाने हुन्छ। ए त स्कुलबाट फर्किँदै रहेछ भाइ बहिनीहरू। स्कुलबाट आएको हो कि होइन? यही बाटो हो पोखरा जाने? पोखरा नु कि टेनाले माल भिजै मरले क्या हो। तनहुँतिर अलिक धेरै मगरहरू हुन्छ अरे भनेर सुनेर मगर भाषा बोलेको, सायद नसुनेर होला। तल हो गाउँ हेर्नु न तल देखियो अलिकति। यहाँ चेकिङ रहेछ है, हाम्रो सरहरू हुँदो रहेछ। सर नमस्कार है। हामीसँग कागज पत्र सबै छ कि सर? सबै छ सर। होइन भ्लग गराएको हो, हामी पोखरा जाँदैछौँ। सबै छ। हामी टिचर हो कि सर। देखाउन परे देखाउँछ तर ल हस् हस्। ल बाई बाई सर। ल धन्यवाद। ल यहाँनिर हेर्नुहोस् त, भन्दा गाली खाएन किन भिडियो बनाउनु भएको भन्दै हुनुहुन्थ्यो। हामी भ्लग यसो भ्लग गराउँ भनेको ए भन्नुभयो त सर। ठुल्ठुलो देखाइदियो त अघि त है। बाटो नआन्ने गरी के? हजुर ओभरटेक गर्नु नमिल्ने हो। होइन हामीलाई पहिलेदेखि भएर पनि यो बाटो सागर लागेको हो सर। उताबाट नै आउँदैछ क्या हो, हर्न बजिरहेछ त। कता हो बजेको? ए आमामा हेर्नुहोस् त। हेट यो बस त यतै साइड दिनुपर्छ यसलाई त। हेट यस्तो छ बाटो। यस्तो बाटो पनि खतरा हिँड्दो छ, कति नयाँ छ, खतरा हिँड्दो रहेछ त सर। ल हेर्नुहोस् त आमामा। ओहो ड्राइभरको जिम्मेवारी हो नि। नमस्ते पुरानो रेसिङ भनेछ है। ल बाई बाई। ल हेट यस्तो बाटोमा चलाएको गुरुजीले मान्नै पर्छ। ल हेर्नुहोस् त हामीले त हर्न बजाएको अहिलेसम्म यहाँ आइपुगेन भनेको यस्तो रहेछ बाटो। हेर्नुहोस् त आमा यहाँबाट छिप्यो भने त। हिमालको दृश्यलाई हेर्नुहोस् त।
नेपाल साँच्चै सुन्दर ठाउँ हो भन्ने कुरा योद्वारा पनि हामीले थाहा पाउन सकिन्छ कि यो वाला नि प्रष्ट हुन्छ हो नि। हेर्नुहोस् त यहाँबाट हेर्नुहोस् त कति साँगुरो बाटोमा आमा यस्तो गहिरोले खनेर बाटो बनाएको छ होइन। ल फेरि अर्को आउँदैछ र यसलाई त रङ साइड दिउँ है। हुन्छ सर फेरि अर्को यो त उसो रहेछ। बाई 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 ल बर्मन रहेछ बर्मन। त्यस्तो डाँडामा यहाँ विद्यार्थी बोकेर हिँड्नु अनि त्यही पनि शैक्षिक भ्रमण। यता पनि रहेछ तर यो बाटो पहिल्यै पिच भएको रहेछ कि है। पहिला बिच भएर के को रहेछ नि त मैले सुनेको थिएँ यो तनहुँको भिरकोटसम्म हजुर 2022 सालमा त्यो त्यहाँ चाहिँ बाटो पुगेको थियो अरे क्या। 22 सालमा 22 सालमा विक्रम सम्वत 2022। त्यस्तो ठाउँमा अहिले हेर्नु त्यो सायद पहिल्यै बाटो बनेर खुलेर अहिले यो बाटो पिच भएर पनि यस्तो अवस्थामा आएको हेर्नुहोस् हेर्नु न सर है यो धेरै वर्ष अगाडिको पिच हुनसक्छ। हो सर त्यतिखेर सही भन्नुभयो आमालाई यहाँ चाहिँ दामी पाहाड रहेछ है। पुगेर हुन्छ हुन्छ यता माथि पनि गाउँ जस्तो छ गाउँ छ होला ए गाउँ रहेछ। ए यहाँ एकजना बाजे दाउरा बोकेर आउनु भएको छ दाउरा बोकेर आउनु भएको छ बाजे। सिङ घिरिङ धिमात भनेको त एकदमै मगरहरूको ऐतिहासिक कुराहरू भएको होइन त्यस्तो भएको ठाउँ हो नि त। इतिहास बोकेको लामो इतिहास बोकेको त्यस्तो ठाउँ हो। कुन ठाउँ आइपुग्यो भने तलतिर होला यतै त होला नि अनि यतितिर पनि रहेछ ए गहिरा हो गयो गयो ए दाउराहरू हेर्नुहोस् त अब ल दुईवटा बसाउँदैछ अब भसक्क पारे त मलाई फुलहरू हेर्नुहोस् त यो फुलहरू धुलोको बिचमा पनि फुलिरहेछन्। अनि पराल छ त यहाँ बाटैभरि यो अस्तिको पानीले भिज्यो त्यही भएर सुकाएको होला सर। यो यहाँ चाहिँ खेत चाहिँ कहाँ छ नानीहरू दिन खेल्दै रहेछ लुक्यो आमा त्यो कुन ठाउँ हो पोखरा हो सर गाउँले त राखेको क्या हामी त हो। হয় হয় डाँडा तनहुँ त ठुलो छ नि है क्षेत्रफलमा नि। बस बोकिराखेर हैट
यसले त रातिमा त झुकाउँछ त सर यार। ए मिर्सुलुङ भन्ने गाउँ थाहा थियो यार। त्यतिर त होला नि मिर्सुलुङ यतैतिर रहेछ मिर्सुलुङ। यो त पुरानो टाइपको छ त गाडी ओइ सर। राम्रै रहेछ बस्ती तल बजार एरिया जस्तै छ। अब ए हाम्रो मोटर रहेछ। ए कति बर पिपलको चौतार रहेछ। पुरानो घर रहेछ। ए हाइवेमा निस्किन ला रहेछ। स्कुटी लिएर यतै मोडेछ कि रे। कता हो यता हो कि होइन होला त्यतै त होला नि सर है। बाटो यही छ कि उताको पिच यतै होला त्यो त छैन सर। यतैबाट होला गाडी एम्बुलेन्स आइरहेको छ। यो पोखरा पक्का यो ट्र्याक्टर आउँदैछ। आम्मा यसले चाहिँ जानेकै हो यार होइन सर। आफ्नै साइडबाट पेलेर ल्याएको छ कि यसले जानेकै हो। फेरि आइरह्यो बाई बाई। फेरि यताबाट एउटा गाडी आउँदैछ। भाइ माछा मार्दै हुँदो रहेछ यहाँ भाइ एकजना भाइ। ओहो दामी छ त है। हेर्नु होला यहाँ पुल 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 पनि बनाउनु ला रहेछ यहाँ हेर्नुहोस्। पुल यो खोला माछा माछा जाल हान्दै रहेछ दाइ। नानी स्कुलबाट फर्केको पक्की पुल निर्माण हुँदै रहेछ। ए ओह्रालो आउँदा है सिधै आउँछ। हाइवे हो यो के अरे राजमार्ग सर यो पृथ्वी राजमार्ग होइन हो यो खैरी तार भन्छ यसलाई। ल फाइनली आइपुग्यौँ है हामी साथीहरू। ए 4 लाइन बनाएको छ 4 लेन। दामी छ त सर है।
अनि सर हिँड्नु भएको छ अगाडि पोखरा 15 यो भण्डारा टिक कास्की सर कस्तो लाग्यो थकाइ लाग्छ क्या एकदम थकाइ महसुस भइरहेको अब हामी आधी घन्टा 1 घन्टामा निस्किन्छ पोखरा 1 घन्टा लाग्दैन जमका जमहरू खाने हो अनि जाने हो अब गन्तव्य धेरै टाढा छैन सर उद्घाटन गऱ्यो चेस गर्न मिल्दैन कि सुरु गरेँ मैले यसरी खाइन्छ हामीले मेरो पाला ता खाजा घर भण्डारा टिक है अब हामीहरू अब खाजा खाएर फेरि यात्रा सुरु गर्दैछौँ अब हामी पोखरासम्मको यात्रा हो आज पोखरा अब मेन ठाउँमा हाम्रो गन्तव्य अब यहाँबाट आधी घन्टा 45 मिनटमा पुग्ला खाजा खाएर अब स्टार्ट ओके ल मजा छ न किन जाम भएको भनेको थियो ए रङ्गशालै हो सर यो सोध्ने हो कसैलाई हो पोखरा स्टेडियम हो
पोखरा स्टेडियम आज के छ यहाँ म्याच छ त्यहाँ त्यसले गर्दाखेरि रहेछ जाम भएको है त अब हामी आइपुग्ने बस पार्क यो भाइ अलग भाइ है बनायो त खुलाले पृथ्वी चौक पृथ्वी बस पार्क अनि बस पार्क टन्नै रहेछ बस पार्क ये बस पार्क देलिस के पोखरा बस पार्क नारकाटले कुजाङ खेल्ने से Apa ke tip ram lah? Cuman dia, ale. Tak benar ram. Oh. Apa itu ya? Kuno. Kun. Mobil Kathmandu.